हजारौँ लाखैको तिमी भई छ निशाना आँखैको हावा सररा गोर्खाको डाँडैमा हावा सररा जता छ निर्माया उतै नजर गोर्खाको डाँडैमा हावा सररा जता छ निर्माया उतै नजर जता छ निर्माया उतै नजर लाग्न थाल्यो यो जुनी फेर्दैछु नहेरे झै गरेर हेर्दैछु हावा सररा गोर्खाको डाँडैमा हावा सररा सुखलक्ष्मी गुरुङज्यू र पनि आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। सुखलक्ष्मी गुरुङज्यू त्यसपछि आसन ग्रहण गर्ने क्रममा यस समाजका संस्थापक अध्यक्ष लेफ्टेनेन्ट रिटायर श्री दानबहादुर गुरुङज्यू, त्यस्तै यस समाजका उपाध्यक्ष श्री जय गुरुङज्यू अनि यस समाजका एक्स चेयरम्यान भूतपूर्व अध्यक्ष श्री शिवराम गुरुङ BEM ज्यू अनि श्रीमती बिन्दु गुरुङज्यू, अनि यस समाजका कोषाध्यक्ष श्री तेज गुरुङज्यू, उहाँ अहिले अगाडि आफ्नो काममा व्यस्त हुनुहुन्छ। त्यस्तै आमा समूह प्रमुख श्रीमती सतीकुमारी गुरुङज्यू आसन उहाँ त्यो पनि बिजी हुनुहुन्छ अहिले, अनि यस समाजका ज्येष्ठ नागरिकहरू जो आजको यस कार्यक्रममा उपस्थित हुनुहुन्छ, मेरो फुपू श्रीमती त्यस्तै श्री जुमबहादुर गुरुङज्यू अनि श्रीमती छली गुरुङज्यू, तपाईँहरूलाई पनि आसन ग्रहण गरिदिनलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै देवबहादुर गुरुङज्यू अनि लक्ष्मीमाया गुरुङज्यू, पारिवारिक भ्रमणको क्रममा यहाँ आउनुभएको छ। हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद। अब कार्यक्रमलाई अगाडि बढाउने क्रममा दीप प्रज्वलनबाट हामी कार्यक्रम अगाडि बढाउनेछौँ। अगाडि दीप प्रज्वलन कार्यक्रम सुरु हुँदैछ, कृपया ताली बजाइदिनु होला सबैले। नेपालबाट आउनुभएका हालै आउनुभएका श्री समुद्र गुरुङ, लाम्चा गाउँका श्री समुद्र गुरुङज्यू, हजुर कहाँ हुनुहुन्छ? कृपया अगाडि आइदिनुहोस्। हाम्रो वीरबहादुर गुरुङ दाइको छोरा समुद्र गुरुङ, हजुर आउनुभएको छ यहाँ? कसम के आएको छ? ए ल आउँछ।
श्रीमती तीर्थकुमारी गुरुङ अनि उहाँहरू हाल प्यालेटाममा बसोबास गर्दै आउनुभएको छ। हाम्रो समाजमा प्रथमचोटि आउनुभएको हो। उहाँहरूलाई पञ्चायत समाजमा हार्दिक स्वागत छ। पञ्च दिदी आउनुभयो अगाडि आउनु। उहाँले चाहिँ संस्थालाई 550 पाउन्ड सहयोग गर्नुभएको छ। 2 वर्षमा 400, 500, 550 संस्था यसरी चलेको छ है। हाम्रो संस्था यसरी चलेको छ। उहाँहरू चाहिँ स्काई रकेटिङ हुँदै गयो। बिना पुन गुरुङ भर्खर भर्खर आउनु भएको छ। उहाँहरू लौ सोचिरहेर आउनु पर्यो। बधाई छ। 30 पाउन्ड सहयोग गर्नुभएको छ र भर्खर मात्रै आउनुभएको डाक्टर किस्मत गुरुङ उहाँको आफ्नै भाइ हुनुहुन्छ। बेसिकली देयर फ्रम राजा। उहाँले पनि समाजलाई 325 पाउन्ड सहयोग गर्नुभएको छ। उहाँ झगडेश्वरा क्याप्टेन उद्दिन बहादुर गुरुङका सुपुत्र हुनुहुन्छ। चित्रे झगडेश्वरा है ल्यासन सेलिङ वा यति देशवादी पञ्चायतको मान्छे कहिले थिएन। तपाईँहरू यहाँ 80% भन्दा बढी लाउरेनी हुनुहुन्छ क्या। तपाईँहरू आफ्नै भाइ छोराछोरीहरूले नाति नातिनीहरूले यति राम्रो गरिरहेको छ। कस्तो कन्जस्तो भयो है त्यसो हुन्छ। यसो हान्नुहोस् न हौ थपडी। त्यो तपाईँले बजाएको त्यो पनि त्यसै गरी क्याप्टेन दीप नरसिंह गुरुङ उहाँ टेक्निकली चाहिँ उहाँ चाहिँ भान्जी ज्वाइँ हुनुहुन्छ। उहाँले गत साल प्रमोसन ल्याउनु भएको थियो। ज्वाइँ छ। उहाँले यति रकम भन्ने चाहिँ सुनेको छु कता तर म कन्फर्म छैन। कति हो सोच्नु कति हो? 355 रे। यति धेरै पार्टी चाहिँ लास्ट मिनेटसम्म पुग्नु दिन मन लागेको छ उहाँलाई भन्ने बेलामा आश्चर्य गाह्रो। अहिले एकछिनपछि न्युली वेट अनुप र उसको आमालाई भन्ने गर्छु। हिजो लास्ट राति मात्रै कन्फर्म गरिदिए उनले गर्ने के यो कतिचोटि प्रिन्ट गरेका छौँ हामीले। मेरो नम्बर आउनुभयो। मेरो 3 जना नम्बर हुनुहुन्छ यहाँ। को भनेर सोध्नुहोस् न। मेरो नम्बरी चाहिँ आउनुभयो। एउटा 700 लाउने हो दुर्गा सोल्टी। चौरासी पूजा गरिएको उपलक्ष्यमा
गुरुङ र मेनुका गुरुङबाट 301 पाउन्ड डोनेसन गर्नुभएको छ। कामन अमिनले 350, त्यसै गरी अनुप र अनिमाको 301 पाउन्ड। तपाईँहरूले थपडी नबनाएसम्म अर्को साल भाँजो आउन आएको आएन है मलाई आएन। यो 85 मान्छे कति अल्छी रहेछ भन्ने भयो यस्तो त कहिले भएको थिएन। बधाई छ नानी। वसन्त गुरुङ, आमा उजेली गुरुङ, यति राम्रो नानी उहाँहरू भोकाने है। यसो हेर्दाखेरि त बिहानवाला लाउने धेरै देखेँ त मैले त। उहाँले समाजलाई 325 पाउन्ड प्रदान गर्नुभएको छ। पपायामा धेरै राम्रो उपलब्धि छ उहाँको। यो युकेको अथवा इङ्ल्यान्डको टिमबाट सेलेक्टेड भएर जान पाउनु भनेको यो सानो कुरो होइन, त्यो पनि सिङ्गलमा अनि डबलमा। त्यसै गरी यो वर्ष उहाँ युरोपियन च्याम्पियनसिपको लागि भेटरन तर्फबाट जाँदै इटालीमा जाँदै हुनुहुन्छ। एकपट्टि यति राम्रो यस्तो राम्रो चाहिँ उपलब्धिहरू छ के यस्तो अलिअलि गर्मीले हाइरहने भयो त है। असाध्यै ठुलो अचिभमेन्ट छ। पोहोर साल र यो वर्ष पनि उहाँले लगातार रूपमा ब्याडमिन्टनको इङ्ल्यान्डबाट प्रतिभालाई योगदान पुर्याउनु भएको व्यक्तित्व हुनुहुन्छ। उहाँलाई म क्रमशः पढ्दै जान्छु, समय अलि जोगाउँ है। आर कुमार गुरुङज्यू, उषा देवी गुरुङज्यू 250 पाउन्ड उहाँबाट। मैले भने नि सबैभन्दा नगरी नहुने, गर्दा पनि वाक्कै हुने, नगर्दा पनि हुने यस्तो खालको चाहिँ कार्यक्रम सघाए। ल बधाई छ। क्रेडिट गोज टु मिसेस पञ्चकुमारी गुरुङ एन्ड देवी गुरुङ। त्यहाँ उहाँको अफिसबाट प्रडक्ट धेरै हुनुहुन्छ, मैले नाम लिएर साथै छैन। मलाई लाग्छ हाम्रो हामी कार्यक्रमको लगभग अन्ततिर आइपुगेको धेरै गर्नुहोस्। एकदम नमस्कार।
अनि उहाँको गुड लेडी नानी सखी अनि उपस्थित हुनुभएको सम्पूर्ण आदरणीय दिदी बहिनीहरू बाबु नानीहरू सबै मेरो तर्फबाट न्यानो अभिवादन अनि नमस्ते। प्यारो भाइ नवराज गुरुङज्यू, प्रमुख अतिथिज्यू, समाजका सल्लाहकार निवर्तमान अध्यक्षज्यूहरू, सम्पूर्ण हाम्रा माननीय आदरणीय आफन्तजनहरू र उपस्थित सबैमा मेरो सैनो अनुसार सेवाको नमस्कार आशीर्वाद स्वीकार्नुहोला। आज एकदमै रमाइलो र विशेष दिन ठानेको छु मैले, कारण हामी आफन्तजनहरूमा पनि विविध कारणले गर्दाखेरि यसरी यतिका धेरै आफ्ना आफन्तहरूलाई भेट्नु पाएको थिएन र आज पञ्चासे समाजको आयोजनामा यति धेरै आफन्तहरू, आफ्नो साथीभाइहरू, आफ्नो परिवारजनलाई चाहिँ भेट्ने एउटा अवसर मिलाइदिनु भएको छ। यही आयोजनाको कारणले गर्दाखेरि मेरो कुरा भन्नुपर्दाखेरि म त्यही पञ्चासे सेरोफेरो म हुर्किएको भन्नु पऱ्यो। म त्यहाँ अध्ययन गर्ने क्रममा र यहाँ धेरै पञ्चासे समाजको आफन्तहरूसँग म सम्बन्धित छु र म तपाईँहरूको गौरव नाता भान्जा पनि र ज्वाइँ पनि भएको कारणले म अलिकति तपाईँहरूलाई बढी झुकाव पनि छु र तपाईँहरूको शुभेच्छा पनि भन्न चाहन्छु। सबैको एउटा मेहनत, कोसिस र तपाईँहरूको प्रयासले गर्दाखेरि यति राम्रो कार्यक्रम सञ्चालन भइरहेको छ। यसले गर्दाखेरि हामी ज्वाइँको तर्फबाट तपाईँहरू सम्पूर्णलाई धेरै धेरै बधाई तथा धन्यवाद दिन चाहन्छु। गर्न चाहेँ भने पञ्चासे समाजको विभिन्न कार्यक्रम गतिविधि मात्रै सफल नभइकन यो समाज एकदमै नमुना, एकदमै उत्कृष्ट समाज भइरहेको देखेको छु र समाजको क्रियाकलाप मात्रै नभइकन यहाँको सदस्यहरूले, यहाँको व्यक्तित्वहरूले चाहिँ एकदमै उच्च सफलता, एकदमै राम्रो काम गरिराख्नु भएको छ। एकदमै तपाईँहरूको सराहनीय छ र यो काम कुरो गर्दाखेरि सबैलाई नै चाहिँ एउटा आफ्नो सफल हुने इच्छा हुन्छ, सबैको चाहना हुन्छ। तर यसरी सफल हुनको लागि मुख्यतः आफ्नो परिश्रम, आफ्नो मेहनत र आफ्नो भाग्यमा पनि निर्भर हुन्छ भन्ने लाग्छ। तर मलाई लाग्छ हाम्रो पितृहरू, हाम्रो एउटा आस्था र विश्वासको कुरा के छ भने हामीलाई पितृको आशीर्वाद जरुरी छ र पितृले दिएको आशीर्वाद लाग्छ भन्ने हाम्रो विश्वास छ। त्यसले गर्दाखेरि हाम्रो पितृहरू अहिले स्वर्गमा हुनुहुन्छ, तर उहाँहरूले हाम्रो यो एकदमै शुभ कार्यक्रम, एकदमै राम्रो कार्यक्रमहरू सञ्चालन भइराख्दाखेरि, यो पञ्चासे समाजको उन्नति प्रगति भइराख्दाखेरि उहाँले स्वर्गबाट अवश्य नै हामीलाई अथवा पञ्चासे समाजलाई चाहिँ आशीर्वाद दिनुभएको छ भन्ने सञ्चालक अथवा यस समाजका महासचिव मेरो प्यारो भाइ टेगुरुज्यू, तपाईँहरू पनि धेरै धन्यवाद। अहिलेसम्म धेरै धारण गरेर चाहिँ बडो यो गर्मीको मौसममा तपाईँहरू पनि बडो शान्त भएर चाहिँ तपाईँहरू बसिरहनु भएको छ र अब म धेरै बोल्दिनँ, तपाईँहरूको धेरै बोल्यो भने अन्याय हुन्छ। त्यस कारण तपाईँहरू 2-3 मिनट चाहिँ मात्र 2-3 मिनट शान्त भएर सुनिनुहोस्। म यत्रो कार्यक्रम गरेपछि पनि तपाईँहरूले पनि अब यहाँ यत्रो बन्दोबस्त गर्ने साथीहरूलाई पनि म धन्यवाद दिनुपर्ने हुन्छ र अध्यक्ष छ प्रमुख अतिथिज्यू आदरणीय हजुर शुक्लचन्द्र गुरुङज्यू र सम्पूर्ण आजको विशिष्ट पाहुनाहरूमा आदरणीय चेलीबेटी, ज्वाइँ साहबहरू र भान्जा भान्जी र उहाँको दम्पतिहरू र यो मञ्चको अगाडि बस्नुभएका 84 वर्ष पार गरिसक्नुभएका अग्रज मान्यजनहरू र यस संस्थाका अध्यक्ष आदरणीय कागे ल्याप्टेन दानबहादुर गुरुज्यू, निवर्तमान अध्यक्ष आदरणीय काका शिवराम गुरुज्यू बिएम, सम्पूर्ण
समाजका पदाधिकारी साथीहरू, सल्लाहकार अग्रजहरू र उपस्थित बाबा आमा दाजुभाइ दिदीबहिनीका साना साना बाबा नानीहरू सम्पूर्णलाई विशेष सम्मानसहित म हार्दिक नमन व्यक्त गर्दै बेलायतको व्यस्त समयको बावजुद पनि हाम्रो निमन्त्रणलाई सहर्ष स्वीकार गरे। आफ्नो कतिपयको महत्त्वपूर्ण कामलाई पनि थाँती राखेर यो कार्यक्रममा सहभागी भई यो पञ्चायत समावेशको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद सहित स्वागत गर्दै आभार व्यक्त गर्न चाहन्छु। र आज निकै बेर समय पछिसक्यो, यतिका धेरै 84 वर्षभन्दा माथि पार गरिसक्नु भएको अग्रज बाबा आमाहरूको अगाडि र यो भान्जा भान्जी चेलीबेटीहरू यत्रो ठुलो मासको मजाले यसरी यो कार्यक्रम गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी अनि गौरवमय भएको छ। यो कार्यक्रमको मुख्य उद्देश्य पनि यही हो कि यसमा हामी यो कार्यक्रममा भेटघाट गर्ने, भलाकुसारी गर्ने, आत्मीयताको आदान प्रदान गर्ने भएको हुनाले तपाईँहरूलाई मैले सधैँ बिन्ती गर्न चाहन्छु कि एक ठाउँमा बस्नु भने पनि दायाँ बायाँ आफ्नो मान्छेहरू चिनापछि गर्ने, आफ्नोसँग पनि कहाँबाट के हो भने कन्ट्याक्ट नम्बर लिने र त्यस कारण पनि हामी यो कार्यक्रमको चाहिँ अन्तसम्म हामीले गर्दा तपाईँलाई हुन्छ। तमुनिका पूर्व अध्यक्ष र एनआइका पूर्व अध्यक्ष हाम्रो हिक्काजी भाइले पनि देखिरहेको छु। हाम्रो बिएफएसको स्टेसन म्यानेजर भूगोल स्टेसन हाम्रो आदरणीय खेमदाई पनि देखिरहेको छु। धेरै विद्युत व्यक्तिहरू र धेरै डक्टरहरू छन्, इन्जिनियरहरू आउनुपर्छ, भान्जा मान्छेहरू, हाम्रो चेलीबेटीहरू। तर यहाँ चाहेर पनि समयको पाबन्दी र विभिन्न कारणले चाहिँ उहाँलाई स्टेजको अगाडि ल्याएर हामीले सम्मान गर्न सकेनौँ। यसमा हामी धेरै धेरै हामी दुःखी छौँ। तर पनि हाम्रो प्रतिभाको नेतृत्वमा सानो सांस्कृतिक कार्यक्रम हुन्छ, त्यसपछि आफ्नो मजाले नाच्ने गाउने गफ गर्ने यो हाम्रो कार्यक्रम हुन्छ। त्यसको लागि मलाई प्रशस्त मात्रामा आवश्यक समय छ। त्यस कारण चाहिँ आजको यो कार्यक्रम चाहिँ औपचारिक कार्यक्रम चाहिँ म धेरै लम्बी नभएका यही समापन गरेर सुरु गर्छु। धन्यवाद। जय पञ्चायत समिति।